भिजिट भिसा प्रकरणमा लामो समयदेखि नेपालीहरूलाई खरिद गर्ने बिक्री गर्ने जुन मानव तस्कर छ, यो मानव तस्करका विरुद्धमा चाहिँ संसदमा हामीले एउटा संसदीय छानबिन समिति बनाउनुपर्छ। त्यो समितिले चाहिँ भोलि दोषीमाथि कारबाही गरोस् भनेर हामीले यस्ता अपराध फेरि नघटुन् र अपराध गर्नेहरूलाई चाहिँ कानुनी कठघरामा उभ्याउँ भनेर जुन आज हामीले माग राखेका थियौँ, त्यो मागको सम्बोधन भएर र आज म यहीँबाट भन्न चाहन्छु, हामीले संसदमा बहिष्कार गऱ्यौँ। देशभरिका नागरिकहरूलाई यो भिजिट भिसा प्रकरणलाई, यो भ्रष्टाचार र यो अपराधलाई संरक्षण गर्ने तिनका कार्यकर्ता, तिनीहरूका समर्थकलाई चिया पसलमा, विवाहमा, भोज भतेरमा हरेक ठाउँमा तपाईँको नेपाली जनताले चाहिँ बहिष्कार गरून् र यो अभियान थालनीका लागि पनि म अपिल अनुरोध गर्न चाहन्छु। र आम सञ्चार जगत, पत्रकार, मिडिया, हरेक क्षेत्रका मान्छेहरू चाहे जुनसुकै पेसासँग आबद्ध हुन्, चाहे जुनसुकै दलसँग आबद्ध हुन्, यो भ्रष्टाचारीहरूलाई संरक्षण गर्ने, तिनका आसेपासे गर्न, तिनका समर्थनमा उभिनेहरूलाई विवाहदेखि, भोजदेखि, भतेरदेखि, चिया पसलदेखि, रेस्टुरेन्टदेखि सार्वजनिक स्थलमा पनि अब बहिष्कार गर्नुपर्छ। यदि कोही यो भ्रष्टाचारीहरूलाई संरक्षण गर्ने, यी मानव तस्करहरूलाई संरक्षण गर्ने, यी भुटानी शरणार्थीहरूलाई सपोर्ट गर्ने, वाइड बडी, एनसेल, गिरिबन्धु जस्ता ठुल्ठुला भ्रष्टाचारका काण्डहरूलाई समर्थन गर्ने, तिनका समर्थनमा उभिने कुनै पनि पार्टीका मान्छेहरू, कुनै पनि दलका मान्छेहरू सहमतमा आए र यदि तपाईँसँग सहकार्य गर्ने, चिया पनि सँगै नखाने, चौतारा पनि सँगै नबस्ने, रापरपाले पनि जमानामा भनिसकेका छ, तपाईँले नसुने हो है। हामीले संसदबाटै भनेका छौँ यो कुरालाई। र छानबिन समिति यो सरकारले दुधको साँची बिरालो गरेको हो। यो भनेको आफ्नो अपराधलाई ढाकछेप गर्नलाई हो। र मेरो अपिल के छ भने अब देशभरि बहिष्कार अभियान सुरु गरौँ। चिया पसलमा पनि यिनीहरूलाई बहिष्कार गरौँ, सार्वजनिक स्थलमा पनि बहिष्कार गरौँ, विवाह भोज भतेरमा पनि बहिष्कार गरौँ। यदि यी भ्रष्टाचारीलाई संरक्षण गर्ने मान्छे तपाईँहरूसँग चिया खान आए भने पनि उनीहरूलाई चियासँगै नखाइदिन म अपिल गर्न चाहन्छु। र कुनै पनि भोज भतेर पार्टी, कुनै पनि विवाह समारोहमा पनि यिनीहरूलाई नबोलाइदिन अपिल गर्न चाहन्छु। किनभने हामी संसदबाट बहिष्कार गर्छौँ, जनताले सडकबाट र ठाउँ ठाउँबाट बहिष्कार गरौँ र यिनीहरूलाई बहिष्कार नगरिकन अब देश बन्नेवाला छैन, यिनीहरू टेर्नेवाला छैनन्। त्यो भावनालाई आज पनि हामीले संसद बहिष्कार गरेका छौँ। के हुने, नियमित प्रक्रिया हो, केही हुने होइन, त्यस्तै त हो, हामीले गरेका छैनौँ। हस्, धन्यवाद।